भोट केमा 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 के छ मनिष भाइ के छ हाल खबर तँलाई के लाग्छ त मेरो ओडामा आएर तँले भोट माग्दा तँलाई यहाँको मान्छेले भोट दिन्छ दिँदै दिँदैन मलाई दिन्छ यहाँको मान्छेले तँलाई लाग्छ तँलाई के लाग्छ हेर्नुहोस् मनिष भाइ हामी यहाँ भोट माग्न आएका होइनौँ हामी यहाँ काम माग्न आएका हौँ हामीहरू जनताहरूले सबैले तपाईँहरूलाई हेर्दा हेर्दा पाकिसकेका छन् त्यही कारणले जनताहरूले हामीलाई आफै रोजेको हामी त्यतिकै आएको होइनौँ जनताले हामीलाई उठाएर आउनुहोस् भनेर हामी जनताको सेवा गर्न आएका हौँ झगडा गर्न होइन ओ अङ्कल यसलाई भनिदिनु यसपालि कसलाई भोट हाल्नुहुन्छ भनिदिनु तपाईँ बाबु तिमीहरूलाई भोट दिँदैन यसपालि हामी घन्टीलाई दिन्छु उनी केही गर्न सके छैन हामी तिमी किन दिनु भोट ये क्या हो गया नआए त के कस्तो नआउनु भनेको बुढा यार रिस उठाउने कुरो त्यो पोहोर सालको त्यो मासु चिउरा पेट्रोल सेट्रोल त्यो यताउति खर्च गरेको बिर्सिनु भयो क्या तपाईँहरूले रिस उठाउँदो रहेछ तँलाई रुख म तँलाई प्रुफ देखाउँछु आन्टी त्यो भोट यसपालि कसमा राखिदिने भनिदिनु नि त्यो अर्को पार्टी आएको छ भनिदिनु त ल स्पिकरमा इस म त चेमालेलाई भोट दिदिनँ म त घन्टीलाई भोट दिने हो ये क्या हो गया कस्तो आन्टी हो तपाईँ फेरि रोक तल अर्को प्रुफ देखाउँछु रोक मामा मामा यसपालि भोट कसलाई राख्ने भनिदिनु चेमाले पार्टी कि हाम्रो यो घन्टी पार्टी भन्नु छिटो ल स्पिकरमा भन्नु त सालालाई त म भोट त दिँदै दिन्न त साला चोरलाई त म साला चेमाले पार्टी हट भन्दा कस्तो मामा हो यार यो पनि साला आफ्नै मामा भएर पनि साला अन्त्य भोट हाल्ने कुरा गर्छ यार तिमीहरूले के जनतालाई के मोहनी लगाएको सबैजनाले घन्टी मात्रै भन्छ त यार हामी के भाग्नु यहाँबाट देश छोडेर भाग्नु यसपालि हाम्रो सरकार भयो भने हामी तुरुन्तै 6 महिनामा हरेक जनताको घरमा तुरुन्तै 6 महिनाभित्रमा ग्यास वितरण गर्छौँ तिमीहरूको सरकार भयो भने के गर्छौ ल सुनौँ त हामी पनि भन सुनौँ त हेर मनिष भाइ तिमी जस्तो नेतालाई मैले भन्नुपर्ने जरुरी छैन त पनि सुन पैसा हुने नहुने दुइटै जनतालाई हामी उचित शिक्षा र उचित स्वास्थ्य चौकीको सबै चिजको व्यवस्थापन गरेर हामीले दिनेछौँ यो हाम्रो प्रतिबद्धता हो जनतासँग यति जाबो कुरा त हामीले पनि गर्न सक्छौँ नि हामीले नचाहेर पनि नगरेको त होइन भन्दाखेरि हामीले नचाहेर नगरे यस्तो कुरोहरू फेरि हामीले चाहेको भए त सबै कुरा गरिदिन्थ्यो नि तर यसपालिको सरकार हाम्रो बन्यो भने नि हाम्रो देशका युवाहरूलाई नि देश विदेश गएर कमाउनको लागि हामी भिजा दिन्छौँ पढ्नको लागि भिजा दिन्छौँ ताकि बाहिर गएर बसोस् भिजा व्यवस्था गराउँछौँ तिमीहरूले के गराउँछौ भन तर हामीले देशमै रहेको युवाहरूलाई कल कारखाना खोलेर रोजगार दिनेछौँ कुनै पनि आमाको छोरो परदेशी भूमिमा गएर आफ्नो रगत पसिना नबगाउनु परोस् यहीँनिर हामी कल कारखाना खोलेर युवाहरूलाई रोजगार र काम दिनेछौँ जसले हाम्रो देश सुखी सम्पन्न हुनेछ जय घन्टी हामी देशका कुना कुनामा रोड बनाउँछौँ र त्यो रोड कम्तीमा 6 महिना टिक्ने खालको बनाउँछौँ र त्यो 6 महिनापछि फेरि भत्काएर हामी देशका व्यापारीहरूलाई फेरि कन्ट्र्याक्ट दिन्छौँ फेरि गराउँछौँ ताकि हाम्रो देशको व्यापारीहरू सुक्खा नरहोस् गरिब नहोस् हाम्रो व्यापारीहरू जनता जस्तो सुखोस् बालैसित तर व्यापारी गरिब हुनु भएन यस्तो कन्ट्र्याक्ट हामी दिइराख्छौँ तिमीहरूले के गर्छौ हामीले त्यस्तो किसिमको भ्रष्टाचार गर्दैनौँ नेपाल देश हाम्रो आमा हो र आमामाथि भ्रष्टाचार गर्नु त्यो सबभन्दा ठुलो पाप हो के हो यार यसले त हरेक कुरोको जवाब कडक दिन थालेछ त यसलाई पनि बालेनको गुण सरे कि क्या हो हट साला हिँड जेसुकै होस् यसपालि हार्ने चान्स बढी छ तर पनि हामी साला डराउँदैनौँ जुन्ने साला यसै बेजती उसै बेजती हिँड यसपालि हामीलाई मौका दिनुहोस् देश बनाउनको लागि जय घन्टी यो भिडियो चाहिँ हामीले मनोरञ्जन पर्पजले मात्रै बनाओ कसैले सिरियसली नलिनु होला कसैले अन्यथा नलिनु होला अलिक गाह्रो साह्रो केही नसोच्नु होला हामीले जस्ट इन्टरटेनमेन्ट पर्पजले बनाओ र हामीले यसपालि सोचेका छौँ घन्टीमा भोट हाल्ने तपाईँहरूले केमा भोट हाल्ने सोच गर्नु भएको छ कमेन्टमा गर्नु होला हामी चाहिँ घन्टीमा हो जय घन्टी